अब हजुरहरूले पनिर कसरी बनाउनुहुन्छ साथीहरू? मैले चाहिँ पनिर भुर्जी नि बनाउँछु, कहिलेकाहीँ पनिर झोल हालेर नि बनाउँछु होइन। यस्तै मैले यहाँ कराही बसालिसकेँ साथीहरू। अनि अब पाँचफोरन हाल्छु, पियाजहरू हाल्छु, अनि पियाज रातो हुने गरी भुटेर अनि त्यसमा मैले पनिर हालिदिन्छु साथीहरू। मैले चाहिँ यहाँ देखाएको प्रोसेसमा जस्तै गरेर बनाउँछु पनिर। अनि साथीहरू हजुरहरूले खाना पकाउने बेलामा के सोच्नुहुन्छ? मैले चाहिँ के सोच्छु भने मैले कस्तो बनाउँछु त खाना, आज कस्तो मिठो हुन्छ कि हुँदैन, मलाई मनपर्छ कि पर्दैन, त्यही सोचेर बनाउँछु कि, किनकि मन पर्नु पर्यो नि त है खाना रुचाउनको लागि। त्यही भनेर हेर्नु मेरो पियाज पनि रातो भइसक्यो कुरा गर्दा गर्दै है। बाहिर गए हजुरहरूले पनिर भुर्जी बनाउनु भएको छ कि छैन? यसरी बनाएर खान नि सक्नुहुन्छ है। यो चाहिँ मेरो रेसिपी हो। हजुरहरूले अब कसरी बनाएर खानुहुन्छ यसो कमेन्टमा जनाउनु होला। ओके फ्रेन्ड्स, हजुरहरूले नि यस्तै बनाएर खानु। आजको लागि बाई बाई, सी यू सुन नेक्स्ट टाइम।